हेलो सम्पूर्ण साथीहरूलाई वेलकम छ हाम्रो एजुकेसन नेपाल युट्युब च्यानलमा। आज चाहिँ हामी बिबिआस फोर्थ इयरको मार्केटिङको फन्डामेन्टल अफ सर्भिस मार्केटिङको बारेमा युनिट 2 मार्केट सिग्निफिकेसन टार्गेट अफ पोस्टिङ को बारेमा इक्जामको लागि एकदम सर्टकटमा थोरै समयमा पढ्न सकिने नोटहरू अथवा त्यस सम्बन्धी इक्जाममा सोध्न सक्ने केही उपयोगी भिडियो लिएर आएका छौँ। अब सुरु गरौँ साथीहरू। कन्सेप्ट अफ मार्केटिङ सिग्निफिकेसन फर सर्भिस प्रोडक्ट। Market segment is a group of customer and potential customers sharing some common characteristics to qualify market on the basis of their buying behavior is market segmentation। भन्यो अब यसको द रोलेसन अफ सर्भिस मार्केटिङ सिग्निफिकेसन हैन, यो तपाईहरुले यसरी सार्न सक्नुहुनेछ इंग्लिश मिडियमको लागि हो। अब थर्ड इयरमा पनि सक्सेसफुली यो बारेमा पनि लेख्न सक्नुहुनेछ। यता प्रोसेस अफ मार्केटिङ सिग्निफिकेसन फर सर्भिस प्रोडक्ट छ हैन। मार्केटिङ सिग्निफिकेसन स्ट्राटेजिज फर त्यसका रणनीति भनेको लेभल अफ द मार्केटिङ भनेको छ। तपाईले यो सार्नु होला इंग्लिश मिडियमको लागि। यसको त तपाई आफै एक्सप्लेनेसन गरिहाल्नुहुन्छ। तपाईलाई मैले नोट मात्र प्रोभाइड गरिदिएको। अनि यसको प्र्याक्टिस क्वेशनहरु चाहिँ यिनीहरु नै रहेका छन्। यस्तै क्वेशन सोध्छन्। यिनीहरु प्र्याक्टिस गर्यो भने यो भन्दा बाहिरबाट तपाईलाई सोध्न सक्ने चान्स हुँदैन साथीहरु। जस्तै यो भनेको 4 नम्बरदेखि 8 नम्बरसम्म 10 मार्क्समा सोध्छ। 1 देखि 5 नम्बरसम्म यो छ नि, यो 15 मार्क्समा सोध्छ लङमा के। जस्तै व्हाट इज द सिग्निफिकेसन डिस्क्राइब द क्राइटेरिया फर सक्सेसफुल सिग्निफिकेसन भनेको के भनेछ अनि त्यसका चुनौतीहरु लेख भनेको छ हैन। यो व्हाई मार्केट सिग्निफिकेसन भनेको यसको महत्व के हो भने हो है खासमा। अब तपाईलाई धेरै गर्नु पर्दैन होला। ल म फेरि एकचोटी तपाईहरुलाई देखाइदिने छु साथीहरु। ल स्क्रिनशट लिने, नोट बनाउने अनि पढ्ने। मैले चाहिँ यो इंग्लिश मिडियमको आनन्द घिमिरे हो कि समथिङ उहाँको अस्मिता पब्लिकेसनको बुकबाट यो लिएको। ल अब हामी अर्को भिडियोमा युनिट 3 को बारेमा ल्याउने छौं। धन्यवाद साथीहरु, थ्यांक यू। लाइक कमेन्ट शेयर गर्दै गर्नु होला। एक्जामको राम्रो तयारी गर्नु होला। यति भए तपाईलाई यो युनिटबाट पुग्छ। समय थोरै छ, यति मात्र कन्ट्रोल गर्नु होला। धन्यवाद।